आज शहीद दिवसको दिन शहीदहरूको सम्झना स्वरूप 2 शब्द राखिएको छु। हेरेर प्रतिक्रिया दिनुहोला। आज शहीद दिवस। आज ती महान आत्माहरूलाई सम्झिरहेका छौं जसले आफ्नो व्यक्तिगत स्वार्थको लागि होइन, देशको सुनौलो भविष्यको लागि आफ्नो जीवन बलिदान दिनुभएको थियो। शहीदहरू कुनै नाम मात्र होइनन्, उहाँहरू हाम्रो स्वतन्त्रता, हाम्रो अधिकार र हाम्रो अस्तित्वका आधारहरू हुन्। आज हामी जुन स्वतन्त्रताको हावामा सास फेरिरहेका छौं, जुन अधिकारका साथ हामी बोलिरहेका छौं, त्यो सबै शहीदहरूको अमूल्य बलिदानको परिणाम हो। शहीदहरू हामी माझ त हुनुहुन्न, तर उहाँहरूको माया, उहाँहरूको सपना, उहाँहरूको त्याग र उहाँहरूको देशप्रतिको माया आज पनि हामी भित्र जीवित छ र जीवित पनि हुनुपर्छ। शहीद दिवसको यस पावन अवसरमा हामी सबैले यो संकल्प गरौं, देशको लागि इमानदार बनौं, न्यायको लागि अडिग भएर उभियौं र शहीदहरूले देखाएको बाटो कहिले पनि नबिर्सौं। र सबै ज्ञात अज्ञात शहीदहरूप्रति हृदयदेखि नै हार्दिक श्रद्धासुमन, हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शहीदहरूको सपना पार्नु नै उहाँहरूप्रतिको साँचो सम्मान हो। र अन्तमा जय देश, जय शहीद। धन्यवाद।